हेलो एभ्रिवान। आज चाहिँ म एकदमै नयाँ ठाउँमा आएको छु है। बिचमा चाहिँ बाटो एकदमै अप्ठ्यारो भएकोले भिडियो बनाउनु पाइएन। अनि यो ठाउँको नाम चाहिँ खेत खोलाको पनि अब भित्री कहाँ आइएको छैन। अब यता यस्तै कहीँ केही देख्नु पाइँदैन। बिजोक रमाइलो एकदमै बाटो चाहिँ एडभेन्चर गर्ने खालको रहेछ। अनि यता नि बाइक त आउँथ्यो साउन्ड त। अनि हामी चाहिँ यता तल रमित हेर्नु गइँदैछ। सायद यो बाटो चाहिँ खोलातिर जान्छ जस्तो लाग्यो मलाई। अनि जान्थेछ कि गाडी जानु त। अनि हेरौँ अब कस्तो रहेछ के रहेछ ठाउँ। चाहिने चाहिँ हल्कामा चाहिने चाहिँ रमाइलो गरेर फर्क्यौँ भनेर चाहिँ गइँदैछ है त। प्रभुको महिमा होस्। सुन्दर सृष्टि सुन्दर ठाउँमा उहाँले ल्याउनु भएको छ र चाहिने जो खाद्यान्न बोकेर हिँडिराखिएको छ। डाइट झ्याप्प अब डाइट खाएर हामी काम गर्नेवाला छौँ। खोलामा माछा मार्ने सिस्नु पनि रहेछ है। मैसेलु धेरै रहेछ है जङ्गलमा। यहाँ चाहिँ हामीले बाटोमा भेटेर चाहिँ खाँदैछौँ मेरो भाइ र म। गाइस है त भन न। ठिक छ त्यो एनिमल ल फाइनली हामी चाहिने जो आइपुग्यौँ जस्तो लाग्यो। यहाँ मैले हल्का रमाइलो खालको टेन्ट देखेँ र सागरे पनि भेट भएको छ आज। मोबाइल चार्ज त अब नगर्ने। पावर ब्याङ्क ल्याइ माग्नु क्या। बसाइ कस्तो रहेछ यो भित्र। जुन त भित्र के रहेछ कस्तो रहेछ रमाइलो बनाएको छ है क्या। ल हाम्रो बस्ने ठाउँ चाहिँ यस्तो रहेछ है। हेरौँ अब यो भित्र। ए यस्तो बनाएर रहेछ। पानी पर्यो भने ल है त। हाम्रो चाहिँ चाहिने चाहिँ बस्ने ठाउँ यस्तो रहेछ। गाइजहरू खत्रै हुन्छ अब यहाँभित्र जे हुन्छ बवालै हुन्छ क्या। सुरु भइसकेको छ है हाम्रो यहाँ दाउरा। जा तल चाहिँ यो खोला रहेछ है। अनि यो एकदमै दामी छ जस्तो देखिन्छ। अनि यहाँ तल चाहिँ काम गर्ने समूहले चाहिँ यहाँ पानीहरू हाल्दै गर्दै गरेको देखिन्छ। र म चाहिँ यता माथि छु। हल्का गर्मी भएको छ है। एकदमै गर्मी भएको छ। यस रमाइलो होला जस्तो छ यो ठाउँमा। कामहरू चाहिँ रहेछ है। ल अनि बाटो त्यति राम्रो रहेनछ यो खोलामा झर्नुको लागि चाहिँ एकदमै अप्ठ्यारो देखेँ मैले। हुनु चाहिँ अर्कै छकेर बाटो म अलिक अप्ठ्यारो ठाउँ आए जस्तो लाग्यो। र माछा छ भनेर यहाँ खबर आयो है। माछा मार्ने हो। सानो छ खोला सुकाउने हो। ओइ खै छैन ठुलो माछा यहाँ। ठुलो माछा छ जस्तो लागेन है मलाई। यहाँ भित्र चाहिँ हुनसक्छ है। कतिको कहाँ खोला सुकाउनु सक्छ।
ल भयो ल आज चाहिँ 13 गते आज 13 गतेको दिन चाहिँ म यो खोला खेतमा आएको छु र यो खोलामा चाहिँ माछा पनि छ अरे भन्ने सुन्यो र एकदमै राम्रो रहेछ अनि एकदमै यो वातावरण चाहिँ राम्रो लाग्यो मलाई केही दिन बस्नु घुम्नु चाहिँ एकदम राम्रो रहेछ एडभेन्चर गर्ने खालको धन्यवाद छ भाइलाई र यता तलतिरको माहौल चाहिँ यस्तो छ है क्यामेरा त बबाल देखिरहेको छ त अनि हाम्रो टेन्ट चाहिँ यहाँ माथि छ है खोइ पानी लाने मान्छे हिजो यहाँ पानी भरियो र उ गर्दैको क्या यहाँबाट त्यो डोरी निकाल्दैको चाहिँ खाना रेडी भइसक्यो यता भात पाकिसक्यो ल यहाँ चाहिँ कुलो रहेछ है अनि यो कुलोलाई चाहिँ बनाउनु पर्ने रहेछ अनि यता फर्माहरू चाहिँ ल्याइएको छ चाहिने चाहिँ होइन अब यता अगाडि पनि रहेछ ठाउँहरू काम गर्ने म चाहिँ अगाडि गइनँ माछा समाएको छु है मैले तर म यो छोडिदिन्छु यो माछाहरूलाई ल जा 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 एउटा चाहिँ यो एउटा चाहिँ यो जा जान जान्दैन त यार ल एकदम भयो माया लाग्छ क्या म त यार गाह्रो हुन्छ मेरो भाइ नि काम गर्ने भएछ यार हेर्दा हेर्दै काँडा पनि छ क्या ल यो के हो स्ट्रबेरी हो ऊ खस हो यार कहाँ खस हौ अब हरायो त ल आमा भित्र गयो यार के हो यो यस्तो बवाल छ क्या ए खाने चिज त होइन होला है नजिक आउनु गर अरे देवा ये गड़बड़ है बाबा भर्खर पानी परेको छ पानी परेपछि चाहिँ यहाँ टाल्ने काम भइरहेको छ है त हाम्रो चुला पनि भिजिसक्यो उता एकदम पानी परिरहेछ होइन अनि यहाँ बिचमा चाहिँ पानी चुहेको छ हाम्रो अनि बेस रमाइलो भएको छ है यस्तो मजाले होइन पुरा पानी परिरहेछ बाहिर चिया बनाउने होइन अब असिना खस्नु थालेको छ है यहाँ सेतो सेतो असिनाहरू यो असिना हो यो सेतो सेतो यहाँ यो असिना आएछ खै पानीको कटेजमा असिना पर्यो यहाँ पाँडेको कटेजमा चाहिँ असिना आएछ अरे टेनमा चाहिँ हल्का पानीले समस्या गरेको छ एकदमै असिना परेको छ बाहिर चाहिँ निस्केर जाने अवस्था छैन अनि बसाइ चाहिँ यस्तो भइरहेको छ है हाम्रो र यता हाम्रो किचनहरू सबै भिजेको अवस्था छ र मिस्त्री पनि भिज्ने अवस्था भइसक्यो र कोही चाहिँ यता तल सुतिराख्नु भएको छ एकदमै पानी परिरहेको अवस्था छ र म चाहिँ रेनकोट लगाएर बसिरहेको छु र एकदम असिनाहरू पनि आइरहेको छ है
हाम्रो टेन्ट चाहिँ यस्तो छ यस हामी राखेको छ चाहिँ आगो बाल्ने कामहरू भइसकेको छ र यहाँ चाहिँ हाम्रो हिरो सागर हिरो पनि आइसक्नु भएको छ खाइहाल्छ नि अहिले चाहिँ पानी रहेको छ र यो टेन्टभित्र थियो हाम्रो बसाइ चाहिँ अनि अहिले चाहिँ चिया बन्दैछ म चाहिँ यता बाहिर निस्केको छु यहाँ थालमा आउँदैछ हाम्रो